हेलो सेवा, नमस्ते, नमस्कार। इसमें प्रतीक्षा राई र आज म चाहिँ तपाईँहरू समक्ष एउटा छोटो मिठो चाहिँ मैले मुकबाङ भिडियो गरौँ कि भनेर आइसकेकी छु हजुरहरूको माझमा। हेर्न नभुल्नुहोला है त। यो चाहिँ मैले पछाडि चाहिँ भोइस कभर गरिरहेको छु। अगाडि गरेको थिएँ जुन चाहिँ मेरो ओरिजिनल भिडियोमा चाहिँ पछाडि चाहिँ ब्याकग्राउन्ड साउन्ड एकदमै हल्ला सुनिरहेको थियो। त्यही भएर चाहिँ मैले पछाडि चाहिँ भोइस रेकर्ड गरेको छु र तपाईँहरू बिचमा चाहिँ मैले ल्याइसकेकी छु। र आज चाहिँ मैले मुकबाङ भिडियोमा चाहिँ के लिएको छु भन्दाखेरि चाहिँ पानीपुरी, अनि त्यहाँबाट चाहिँ चटपट, अनि त्यस पछाडि चाहिँ बोइल एग लिएर म चाहिँ हजुरहरूको समक्ष आइसकेकी छु है त। यो चाहिँ रेडिमेड पाउँछ कि स्टोरतिर, बजारतिर, अनि त्यहाँबाट त्यसलाई चाहिँ लिएर चाहिँ मैले मेरो आफ्नै हातले मैले चाहिँ चटपटी बनाएँ। अनि त्यहाँदेखि पानीपुरीहरू पनि मैले फ्राई गरेँ। अनि त्यहाँदेखि मेरो चाहिँ एकदमै वेल डन भएछ कि तपाईँ देख्न सक्नुहुन्छ नि, त्यो लाइटो वेल डन भएछ। त्यही भएर चाहिँ मैले चाहिँ फर्स्ट टाइम चाहिँ मैले हजुरहरूको समक्ष चाहिँ एउटा रमाइलोको लागि मुकबाङ भिडियो लिएर आएको छु। मुकबाङ भन्ने के यसलाई के भन्ने होइन। अब मैले चाहिँ साथीहरू यस्तै छ। मैले चाहिँ हल्का सिम्पलवाला तपाईँहरूको साथमा लिएको छु र तपाईँहरूले यसरी नै मन पराएर माया गरिदिनु भयो भने चाहिँ म फेरि पनि ल्याउने पूर्ण प्रयास गर्ने नै छु भन्ने तपाईँहरू समक्ष चाहिँ म चाहन्छु। आशा गर्नुहोला, मलाई यसरी नै माया साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। र तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। यो चाहिँ जुन चाहिँ यो ओरिजिनल भिडियोमा चाहिँ अब के भनिन्थ्यो होइन, र जब यो हामीले चाहिँ ओरिजिनल भिडियोलाई चाहिँ पछाडि चाहिँ भोइस मैं गोलगप्पा हूँ, बाहर से कुरकुरा, अंदर से पानी पानी, और
इंसान मुझे 2 सेकंड में खत्म कर देता। अरे मैं गोलगप्पा हूँ रे, इतना पानी क्यों भर रहा है? मैं खाने के लिए हूँ। मैं पानी पूरी हूँ। मैं तुम्हें एकदम स्पाइसी और चटपटा मजा देता हूँ, पर ज्यादा खाया तो पेट को शॉक भी दे सकता हूँ। संभाल के। चटपटे पिरे पिरे चटपटे खाएपछि हुन्छ छटपटे चटपटे ओ चटपटा भया कहाँ तले त्यो के छ भने के छ म बनाइदिइहाल्छु नि हात कहाँ हाले आउ त्यो दिन ल पानी के रे पानीपुरी खान आएको चटपटी बना बिसको के हो त हामीसँग पन्जा छ त अनि पन्जा लाउनु पर्यो नि त अहिले पन्जा लाएर हामी त पानीपुरी हाल्छ त अनि पानीपुरी होइन चटपटी बना चटपटी कति हाल्यो त्यो अलि बढी 20 को भने मैले 20 को भनेको 20,000 को भनेको हैन त्यो आलु अलि बढी हाल त्यति नि हुन्छ 20 को भने मैले 20 को यति नै आउँछ बढी कसरी आउँछ सबलाई घाटा हुँदैन बदाम हाल न थोरै अझै बदाम कति हाल्ने हामीले बदाम यो भन्दा बढी हाल्यो भने त हामीले घाटा भइहाल्छ नि हामीलाई यति नै चटपटी हुन्छ नि 20 को 20 को यति त हुन्छ नि कति हुन्छ के ससुराली सम्झेको छ दाइ हाल्दिन थोरै हाल्दिउ न बदाम अझै मलाई के भयो चटपटी बनाउन यसरी आधीमा छोड्नु हुन्न के अब पस्छ बिग्रिन्छ चटपटी हामी नबेच्ने थोरै बदाम हाल्दिउ बरु हुन्छ हामी बेच्दैन तिमीलाई 20 रुपियाँको लिन आउँछ 20,000 को कुरा गर्छ स्याला यो मटर कहाँ गयो यो मटरहरु कसै गरेर यार यो निम्की फेरि कहाँ हरायो यो निम्की पनि कसै गरेर यार यो सबै कसै गरेर यार चियापत्ता उसको मान्छेको क्या कसै गरेछ ए भरे तेरो भाइले तेरो एउटा राम्रो फोटो माग्नु पर्यो किन तेरो फोटो आरआईपी डिप लेखेर फेसबुकमा हाल्नुको लागि तर म त मरेको छैन अब मर्सेस इलाउ भाइ जसले किन बुनेको चटपटे चाउमिनमा खाएंगे नि कान सुन्नु हुँदैन छन् यो त पिरो चटपटी बनाइदिनु भनेको तपाईलाई पिरै बनाएको थिए त यो चटपटी दाले किन पिरै छैन अनि भन्ने जाति बिर्सी राखेको त जन्मिदेखि डक्टर छैन तर दाइ यो चटपटी भएन अझै पिरो चटपटी बनाउनु हस् बहिनी ल दाइ तपाईले एकचोटि भनेको कुरा लाग्दैन हो हैन किन अरे खै त पिरो चटपटी बनाउनु भन्दैछु यो त खै पिरो छैन पिरै बनाएको थियो त बहिनी चटपटे यस्तो पिरो हुनु पर्यो कि मेरो बिग एस बोल्नु पर्यो के भनेको बहिनी मेरो चाक बोल्ने गरी पिरो हुनु पर्यो हस् हस् अन्त चटपटी बनाउनै हुँदैन कि यो दाइले खाना बहिनी आयो साथीहरू मैले चाहिँ भिडियोमा चाहिँ पुरा मैले चाहिँ कता कता खोजी
मेरो भिडियोलाई चाहिँ मिल्ने गरी एकदमै के भन्ने हो राखेको छु। मलाई चाहिँ अलिक बोलिरहनु लागि के मलाई अलिकति झ्याउ भयो कि, त्यही भएर चाहिँ यो भिडियो एकदमै लामो भएको कारणले गर्दाखेरि चाहिँ त्यसभित्र चाहिँ खै केबल नै हुँदो रहेछ कि। अनि त्यहाँदेखि हाम्रो जुन चाहिँ यो ओरिजिनल भिडियो चाहिँ नभएको कारणले गर्दाखेरि चाहिँ यो भोइस लास्टमा चाहिँ भोइस कभर गर्नु चाहिँ एकदमै गाह्रो हुने रहेछ। अनि त्यही भएर मैले त नि एकदमै कमेडी भिडियो पनि राखेको छु मैले अगाडि। हेर्नु होला, राम्रोसँगले इन्जोय गर्नु होला भन्न चाहन्छु हजुरहरूलाई पनि। मैले चाहिँ एकदमै बवाल मिठो बनाएछु कि साथीहरू, चटपटे पानीपुरी। मैले चाहिँ यो चाहिँ खासै प्लान पनि थिएन। अनि त्यहाँबाट मैले चाहिँ ड्युटीदेखि आएँ। अनि त्यहाँदेखि ड्युटीदेखि आएर के खाने खाने भयो। त्यसपछि अनि मैले चाहिँ डिसिजन लिएँ कि अब आज चटपटेर पानीपुरी खान्छु, अनि भिडियो पनि हल्का फल्का बनाउँछु भनेर चाहिँ मैले बनाएको। यो चाहिँ मेरो प्लान चाहिँ थिएन, त्यही भएर यति मात्रै भयो साथीहरू। नर्मल हो साथीहरू, चटपटे पानीपुरी हामी सधैँ चाहिँ खाइरहने बानी है। मलाई चाहिँ चटपटे चाहिँ ओभर मनपर्छ कि। मेरो चाहिँ चटपटे चाहिँ एकदमै फेभरेट हो। र पानीपुरी चाहिँ म सम टाइम मात्रै खाने भएको कारणले गर्दाखेरि चाहिँ मैले लिएको थिएँ प्याकेट नै। अनि खानु पर्ला एक दिन चाहिँ टन्नै भनेर। अनि यो जुन चाहिँ म चाहिँ यो क्यामेराको अगाडि बसेर खानै सकिनँ साथीहरू, यसको लागि चाहिँ क्षमा प्राप्ति छु। चटपटे चाहिँ मैले खाइसक्नु लागिसकेँ। अनि त्यहाँबाट चाहिँ पानीपुरी चाहिँ पुरा कतिवटा थियो भने त्यहाँनिर 45 प्लस नै थियो होला त्यो पानीपुरी चाहिँ। एकदमै धेरै बनाएको मैले एकैचोटि। मैले चाहिँ पोलेको पानीपुरी
के बहाने कई बार करते हमने वही लगाया दिल जहाँ दिल लगाना मना था, तेरे सजदे जहाँ सर झुकाना मना था, यूं जिंदगी बिता दी जहाँ पे पल बिताना मना था। सुँगुरको मासु मनपर्छ हामीलाई त बेस्ट हो नि अनि हामी त कहिले पनि छोड्दिनौँ नि सुँगुरको मासुलाई नि हामी त गजर खान्छौँ नि कस्तो मिठो हुन्छ नि हामी चाहिँ चटपटे चाहिँ कहिले नछोड्ने ल हामी चाहिँ जहिले पनि चटपटे खाइरहनु पर्छ ल अरे क्या साथीहरू मलाई चाहिँ खानु पुरा कस्तो गाह्रो परेर मलाई चाहिँ जुन चाहिँ पछि भिडियो मैले चाहिँ पुरा बबाल इन्जोय गरेँ र साथीहरू